आज चाहिँ हामी पानीपुरी बनाउन गइरहेछौँ। अब यसलाई हामी तेलमा फुलाउँछौँ। मैले सनफ्लावर तेल राखेको छु यति। अब हामी पुरी फुलाउँछौँ। अचारको लागि मैले आलु पखालेर आलु उसिन्छु। अब ग्यास फाटा पारेर बाल्छु। आलु उसिन्न बसालेँ। अब सिटी लाग्न दिन्छु। तेल पनि तात्यो। मैले चाहिँ अब फुराउनलाई रेडी गराएँ। अब सरर फुल्छ यो। तेल अझै राम्रो तातेको रहेनछ होइन। यस्तो बनाउँदैछु। म चाहिँ पुरी पनि फुराइसकेँ। आलु पनि सिटी लगाइसक्यो होइन है। मैले चाहिँ अचारको लागि यति प्याज लिएँ। अब यसलाई पखालेर काट्छु। मैले चाहिँ प्याजलाई यसरी काटेँ। आलु चाहिँ तातो लास्टमा छोडाउँछु। यहाँ सिलाउँदै गर्छन् राखेँ। लसुनको पत्ता, धनियाँ, यो कागती अनि खुर्सानी अब यो सारेर काट्छु। यो चाहिँ कसैले पकाएर खाँदैन होइन। प्याजहरू खाँदै खाँदै खाँदैन। यो चाहिँ मैले पानी बनाउनलाई अब सिधै यो पानीमै यो मसला हालिदिन्छु अनि धनियाँ हालिदिन्छु। पानी रेडी। यहाँ हालेन अनि नुन हाल। चाहिँ ऊ आफै बनाउने रे भनेर है। यसले मलाई यस्तो खानेकुरा चाहिँ हेल्प गर्छ। भयो छोरा। अब यसलाई म सरर मोल्छु। केही हाल्दिनँ। हाल न। अब चाहिँ हामी खाउनलाई रेडी भयो। छोरो चाहिँ रेडी भइसक्यो होइन। टेस्ट गरेर त कस्तो छ खाएर कस्तो छ। मिठो छ अरे मिठो। अब हामी नि खान्छौँ। कस्तो छ पानीपुरी? मिठो छ? हाल न। होइन मलाई चाहिँ सबैले यस्तो यस्तो बनाउने जाँगर कहाँबाट आउँछ भन्दै थिएँ होइन। यसरी सबैजना मिलेर खाने, सबैले यो खानेलाई भन्दाखेरि ओके हुन्छ भनेर जब सबै एक्साइटेड हुन्छ नि अनि बल्ल जाँगर आउँछ। त्यही भएर मलाई चाहिँ जाँगर आयो। हामीले चाहिँ खायौँ। तपाईँहरू पनि बनाएर खानु है।